तपाईँहरू पनि यस्तै भिडियो बनाउनुहुन्छ भने चाहिँ यो भिडियो अन्तिमसम्म हेर्नु ल। तपाईँहरू पहिला चाहिँ आफ्नो मोबाइलको गुगलमा जानु, अनि त्यो सर्च बारमा गएर चाहिँ गेमिनी भनेर सर्च गर्नु, अनि गुगल गेमिनी छ नि त्यसमा टच गर्नुहोस्। त्यसमा टच गरेपछि चाहिँ यहाँ प्लस आइकन छ नि त्यसमा क्लिक गर्नुहोस्। क्लिक गरेपछि यो अपलोडमा छ त, त्यहाँ गएर चाहिँ तपाईँले फोटो चुज गर्न सक्नुहुनेछ। यहाँ फोटो एन्ड भिडियो देखाएको छ, त्यसमा क्लिक गर्नुहोस्। अनि म चाहिँ फोटोको अप्सनमा गएँ, अनि तपाईँलाई कस्तो खालको फोटो राख्न मन लाग्छ चुज गरेर चाहिँ राख्न सक्नुहुन्छ। अनि मैले चाहिँ सुरुमा चाहिँ सोचेको थिएँ कुर्ता सुरुवाल लाएको भन्दा पनि साडी चोलो लाएको हाल्छु भनेर सोचेको थिएँ, तर होइन, कुर्ता सुरुवाल लाएको चाहिँ हाल्छु। कस्तो साडी चोलो लाएको आउने रहेछ हेरिन्छ भने, अनि त्यो मैले पहिला नै पेस्ट गरेर राखेको थिएँ, त्यो कपी पेस्ट हाल्ने अनि टाइम लाग्दो रहेछ क्या, यहाँ टाइम देखाइरहेछ। अनि मैले चाहिँ तपाईँहरूलाई पनि देखाऊँ भनेर भिडियो सहित चाहिँ यो लिएर आएको। कस्तो राम्रो राम्रो फोटोहरू दिँदो रहेछ नि त। हेर्नु त अझै टाइम लागिरहेछ, मेरो चाहिँ नेट अलिक कम चल्या हो कि के हो, अलिक टाइमै लागिरह। हेर्नु त यत्रो समय भइसक्यो, तर हुन चाहिँ हुन्छ, जसरी भए पनि फोटो चाहिँ आउन चाहिँ आउँछ। अनि मैले सोचिरहेको थिएँ कि किन ढिलो भयो भनेर, म चाहिँ फेरि पनि त्यहाँ गएर चाहिँ कपी पेस्ट हान्दिउँ भनेर त्यो अघि जे लिङ्क कपी गरेको थिएँ नि, त्यही लिङ्कलाई चाहिँ कपी गरेर पेस्ट हानेको थिएँ, तर हान्नु नपर्ने रहेछ क्या, त्यो एउटाले हुने रहेछ। अनि त्यो जब हाल्ने फोटो ट्याक्कै आइहाल्यो। हेर्नु त